कहाँतिर फुल लाउने होला दुबो हातको गन्ड रहेछ यसो गरे हाय हो ल मिन उज्यादै छ अरे 32 होला राम्रो भयो त्यो हात थाप्ने सिकाऊ छोरी यस्तो गर्नु है अलिक यता आएकोमै बाजेले भेट्ट अलक्कै अब आशीर्वाद माग्नु पर्छ है यसरी गर्ने यसरी भनीसँग हर 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 मेरो जेठी नातिनीको नाम मसली हो यो मसलीलाई रोकस्टा दिन्दसा सबै कुरो हो हिमाल तिमलको हावा बेरीले उडाइ लाने बात्ता लाने हुनु मेरो नातिनी अति नै अति आइतारी हुनु अति नै अति विद्वान भएर बस्नु बाजे हुँदैन नानी र बाजे र उदो मध्ये मेरो नातिनीको रोग कष्ट सब कुरो अनि कतै नै उदो कौशिक माई गंगा माईले बगाइ लाने सेला लाने हुनु र ल अब ठिक छ मासी यसो गर है यहाँ तसैले चामल दिन्छ माथि ठाडो बस्नु छोरी दही चामल हुन्छ मैनी होइन रहरका लिपोक्यो siempre mara tali oktam rata siempre hega kainu kuch mandiri gel bum sambasta medorana amen ka mandiri gel bum sarim pati khali du यो यसो गर है यसो गर यो आजको दिन 9 दुर्गा भवानीको आशिक छ मेरो नातिनीको शिरमा 9 दुर्गा भवानीको आशिक बसेर हुन् र यो बाबुले भोलि मात्र लाउला र यो अझै लाउने हिरो गाई र यो जेठी दिदी गौरी गाईको एक साँझे दुधरो यो मार्सीको चामल मेरो जेठी नातिनीको माथामा बसिरहेको छ जसरी जमिएको छ उसै गरी इष्टमित्र धाइ नराखी जमाइ खाने रमाइ खाने हुनु अनि आमा बाबु अति नै पालेर बस्ने र साउसत्तर सबै बायाँपट्टि राखेर बसेका नै हुनु र छटकरीका पाम मास बेच्दैन र जहिले पनि यो मेरो जेठी नातिनीको शिरमा माथामा निधारमा चाहिँ नि सेतो चन्द्रमाले जहिले पनि बास लिएर बसिरहने कालो चन्द्रमा भनेको पिछाडी 7 डाँडा 7 नदीको टाढो रहने कालो चन्द्रमा चाहिँ र अति नै अति विद्वान भएर बस्ने धेरै पढेर बस्ने नानी है धेरै पढेर बस्ने अनि विद्वान चनाको हुने कवदती चनाको भएर बस्ने अनि पारा जस्तो छाती भएर बसिरहने जहिले पनि बोल्दाउँदी कसैको मुख फाँसी नहुने
सात समुद्रको जति नै लामो आयुत्र भएर बस्ने, अति चङ्क चतुर भएर बस्ने। कतिको मलाई भनेको आशिक हो। यो भनेको आशिक त जहिले पनि धेरै धेरै पढ्ने मेट्यो र नमेट्यो। आज नौदरको भवानी हो। आज दसैँ आयो, यो नौदरका भवानीको आज आशिक छ। यो मेरा जेठा नातिको मातामा हिरामा चाहिने जसरी यो पैचामल जम्यो, सिरो काम धेन गएको एक साँझे दुधे मार्सी चामलको जसरी यो जम्यो मातामा निधारमा हिरामा, उसै गरी चाहिँ नि इष्टमित्र सबै कुरा आमा बाबु कुल कुटुम्ब मामा माउली जमाइ खाने हुनु, रमाइ खाने हुनु। मेरो जेठा नातिको यो भनेको आशिक छ। यो नौदरको भनेको आशिक छ। यो नौदरको भनेको आशिक चाहिँ जहिले पनि मेरो जेठा नातिको मातामा शिरमा रहिरहन्। र अति नै अति सात समुद्र जति लामो आयुद्र भएर बस्ने, अति नै अति विद्वान भएर बस्ने, यो नौदरको भनेको आशिक हो। शङ्ख मध्यमा कौवा जत्तिकै शङ्ख भएर बसिरहने, अनि जहिले पनि बोल्दा मुख पाती पनि नहुने, अति नै अति 18 बाजेलाई हेर यो मेरो जेठा नातिको मातामा शिरमा कसरी यो दही चामल जम्यो, उसै गरी माझ बसे खाने हुनु। जसरी यो बत्ती दिपदिप बल्छ उसै गरी दिपदिप माझ बसेर दिपदिप भएर बसिने। र यो जहिले पनि अलिक मात्रै गरे, जहिले पनि सेत चन्द्रमा भनेको त जहिले पनि यो भनेको आशिकले मेरो जेठा नातिको मातामा शिरमा निधारमा जहिले पनि रहेर बस लिएर बसिरह। टिका मन पर्छ। कालो चन्द्रमा चाहिँ अति नै अति पिछा बल्ल दसैँ आयो नि। 7 डाँडा 7 नदी पारी परिबस्ने उता पिछाडी उता रहेर हुन् कालो चन्द्रमा। भाइको धेरै भयो। 7 समुद्र जति लामो आइदिएर भएर बस्ने, अति नै अति प्लान भएर त्यति विद्वान भएर बस्ने। उभो गर न। अनि मामा माउलीको इमान जमान थाम्ने, अनि अति नै ज्ञानी भएर बस्ने, अति नै आइदारी भएर बस्ने। टिका लाए नि ल सुबो त्यो दिम्ची वृक्ष त्यो दिम्ची खोले है जेप्पा माम्पा डुल्ची आइदारी दिम्चो आइदारी ज्ञानी हुनु है, ज्ञानी हुनु। अनि कङ्गली नहुनु, जहिले पनि पैसा कमाउने तर्फपट्टि लाग्ने। नौदरको भानीले नौदरको भानीको प्रतापले अनि एकदम भलादमी भएर बस्ने ल। आउने